हजुरहरूलाई हरियो परियो साग कतिको मिठो लाग्छ। आज चाहिँ हाम्रो घरमा फर्सीको मुन्टा साग अनि निउरो सबै एकै ठाउँमा मिक्स गरेर पकाउन लाग्यो के। थोरै थोरै थियो, धेरै थिएन, सबै एकचोटि पकाएपछि चाहिँ पुग्थ्यो, त्यही भएर सबै एकैचोटि पकाउन लाग्यो। यो कराई देख्दा मलाई यति हाँसो लाग्यो, यस्तो देखियो यो कराई, यो किटको कराई हो, तर खै कुनि किन यो खियाको फलाउँदै देखेछ आज, त्यस्तो देखेको थियो कि किन हो थाहा भएन। अनि त्यसैमा तेल राखिदिने अनि प्याज आलु राखेर सबै एकैचोटि मिक्स गरेर पकाउन लाग्यो कि, त्यही भएर आलु प्याज पनि राखिदिएको कि, नाइ भने त फर्सीको मुन्टामा त नराखे पनि हुन्थ्यो। अनि मसला पनि पिस्दिने, टमाटर पनि राखिदिने, त सबै निउरो पनि त्यही हो नि त, निउरोमा मसला टमाटर मिठो हुन्छ, त्यही भएर सबै एकैचोटि मिक्स गरेर पकाउँदा चाहिँ त्यसरी पकाउन लाग्यो। नाइ भने नर्मल पकाउँदा त नराखे पनि हुन्छ, सागमा त साग मात्रै मिठो हुन्छ। नुन बेसार राखेर एकछिनसम्म त्यसलाई मजाले पानी निस्किन्छ कि नुन राखेपछि, अनि त्यसलाई छोपिदिएर पकाउने। अब त्यो पाकेपछि मलाई चाहिँ मिठो लाग्छ, हजुरहरूलाई कस्तो लाग्छ? पाकेपछि चाहिँ मजाले त्यो रोटीसँग खाएको मैले चाहिँ यति मिठो भएको थियो, परोठासँग मजाले खाने। हजुरले पनि एकपल्ट यस्तै गरेर ट्राई गर्नु होला। बाई।